अबको 5 वर्षमा नेपालको अर्थतन्त्रको आकार 100 खर्ब रुपियाँ पुर्याउँछौँ। अबको 10 वर्षमा 200 खर्ब रुपियाँ पुर्याउँछौँ। त्यसका लागि हरेक वर्ष 7 देखि 9% आर्थिक वृद्धि गर्छौँ। धेरैलाई लाग्छ अर्थतन्त्रको आकार बढ्दा मलाई के फाइदा हुन्छ। याद गर्नुहोस्, अर्थतन्त्रको आकार अङ्क मात्र होइन। अर्थतन्त्रको आकार बढ्दा तपाईको घरको चुलो, खेतको मूल्य, पसलको बिक्री, युवाको काम र बुढाबुढीको सहारा एकैपटक बदलिन्छ। तपाईँ जागिरे हुनुहुन्छ भने तपाईले काम गर्ने कम्पनीको नाफा बढ्छ, तपाईको तलब पनि बढ्छ। तपाईँ किसान हुनुहुन्छ भने बजारको माग बढ्छ, तपाईको उत्पादनको मूल्य पनि बढ्छ। तपाईँ व्यवसाय गर्नुहुन्छ भने ग्राहकको आम्दानी बढ्छ, तपाईको बिक्री पनि बढ्छ। तपाईँ बेरोजगार हुनुहुन्छ भने नयाँ नयाँ कम्पनी खुल्छन्, नयाँ जागिर खुल्छ, तपाईको अवसर पनि बढ्छ। तपाईँ वृद्ध हुनुहुन्छ भने सरकारको राजस्व बढ्छ, सामाजिक सुरक्षा बलियो हुन्छ। तपाईँ जागिरे भए पनि, किसान भए पनि, व्यवसायी भए पनि, बेरोजगार भए पनि, वृद्ध भए पनि वा जोसुकै भए पनि नेकपा एमालेको केन्द्रमा तपाईँ हुनुहुन्छ। त्यसैले घोषणा पत्रमा हामीले तपाईका लागि 11वटा स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छौँ। देश बदल्ने ऊर्जा युवामै छ, त्यसैले सुरुवात युवाबाट गरौँ। 1. 10 GB इन्टरनेट डाटा। 18 देखि 28 वर्षका युवालाई 1 वर्षसम्म हरेक महिना 10 GB इन्टरनेट डाटा निशुल्क दिन्छौँ। यो भनेको 20 घण्टा एचडी भिडियो, 40 घण्टा अनलाइन क्लास वा फर्म भर्ने, पोर्टफोलियो बनाउन मिल्ने पर्याप्त डाटा हो। यसकै सहाराले कोडिङ सिकेर फ्रिल्यान्सर बन्न सकिन्छ, ग्राफिक डिजाइनिङ सिकेर काम गर्न सकिन्छ, डिजिटल मार्केटिङ सिकेर कन्सल्टेन्ट बन्न सकिन्छ। त्यसैले एमाले भन्छ, युवा तपाईँ अघि बढ्नुहोस्। 2. 10,000 अमेरिकी डलर बराबरको बैंक कार्ड। स्टार्टअप र अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सजिलो बनाउन युवा तथा उद्यमीलाई प्रति व्यक्ति 10,000 अमेरिकी डलर बराबरको बैंक कार्ड दिन्छौँ। विदेशी सेवा शुल्क, क्लाउड, डोमेन, सफ्टवेयर, एआई सेवा र डिजिटल विज्ञापन भुक्तानी गर्न मिल्ने यो सुविधा हो। यसबाट एप विकास गर्ने, कन्टेन्ट बिक्री गर्ने, विदेशी क्लाइन्टसँग सेवा निर्यात सुरु गर्ने काम